गाइस हामी चाहिँ घर जान लागेको देख्न सक्नुहुन्छ हामी चाहिँ आज घर जान हामी चाहिँ अर्घाखाँची जान लागेको गाइस देख्न सक्नुहुन्छ अब हामी अर्घाखाँची जान गाडीमा बस्छौँ गाइस हेलो एभ्रिवान नमस्ते सबैजना आरामै हुनुहुन्छ होला पक्कै पनि हामी पनि आरामै छौँ आज चाहिँ हामी कहाँ जानेवाला छौँ भन्नुपर्दा चाहिँ हजुरहरूले अन्तिमसम्म भिडियो हेरेपछि पक्कै पनि थाहा पाउनु नै छ भन्ने आशा गरेका छौँ साथीहरू हाम्रो भिडियो अन्तिमसम्म हेरेपछि हामी आज कस्तो भिडियो ल्याएको छ कहाँ जानेवाला छौँ भन्ने चाहिँ पक्कै पनि देख्नु नै छ अनि हाम्रो भिडियो कस्तो लागेको छ हजुरहरूलाई लाइक कमेन्ट गर्न पनि नबिर्सिनु होला साथीहरू हेलो गाइस होइन देख्न सक्नुहुन्छ आज हामी कहाँ जाँदैछौँ साथीहरू आज चाहिँ हामी बस पार्क गएको कि है आमामा बस पार्कमा त सबैजनाले के कता जाने हो कहाँ जाने हो भनेर झोला पो तान्न आउँछन् है हामी चाहिँ के को लागि अनि कहाँ जानको लागि हिँडेको छौँ भन्ने चाहिँ पक्कै पनि अन्तिमसम्म हेरेपछि हजुरहरूले थाहा पाउने नै छ साथीहरू आज हामी बस पार्क गएको छौँ बस पार्क गएको भिडियोहरू राखेको छौँ साथीहरू अनि हामी चाहिँ 4 जना गएको साथीहरू अनि यहाँ देख्न सक्नुहुन्छ एकदमै राम्रो छ बस पार्क पनि अनि त्यहाँ के सबैजनाले है कहाँ जाने ल आउनु हाम्रो गाडी पुटल जाने कसैले कहाँ देख न गाइस देख न गाइस दिनहरू हिँड जाने कसैले कहाँ जाने भनिरहनु भएको छ कि साथीहरू अब बस पार्कमा गइसकेपछि त सोधिहाल्नुहुन्छ नि होइन जसले पनि सोध्छ कहाँ जाने हो भनेर त होइन अनि चाहिँ हामी भिडियो बनाउँदै गएको थियो कि साथीहरू अनि चाहिँ त्यहाँनिर चाहिँ उके त्यो भाइहरूले चाहिँ होइन मेरो पनि भिडियो बनाइदिनु दिदी भन्दै थियो अनि म चाहिँ भिडियो पहिले चाहिँ उता क्यामेरा फर्काइदिएको उता फर्किहाल्यो नि अनि देख्न सक्नुहुन्छ हामी चाहिँ बस पार्कभित्र चाहिँ आइपुग्यौँ साथीहरू एकछिन पछि चाहिँ हामी जानेवाला छौँ कहाँनिर भनेपछि चाहिँ हजुरहरूले अन्तिमसम्म हेरेपछि थाहा पाउनु नै छ साथीहरू अनि के साथीहरू यहाँनिर चाहिँ होइन हामी बस पार्कभित्र त अघि नै पुगिसकेको थियौँ कि अनि गाडी चाहिँ भेटाएन हामीले गाडी चाहिँ खोज्दैछ साथीहरू हामी चाहिँ कहिले उता खोजिरहेको छौँ भने कहिले यता खोजिरहेको छौँ नभेटाइसकेपछि चाहिँ हामी फोन गर्दैछौँ साथीहरू फोन गर्छौँ अनि एकछिन पछि चाहिँ हामीले गाडी भेटाउने नै छौँ पक्कै पनि हजुरहरूले देखेपछि थाहा पाइहाल्नुहुन्छ अन्तिमसम्म भिडियो हेर्नुभयो भने अनि चाहिँ यहाँनिर चाहिँ मेरो बुनुलाई देख्न सक्नुहुन्छ साथीहरू मेरो बुनु चाहिँ कति खुसी भयो कि साथीहरू देख्न सक्नुहुन्छ अनि उसलाई चाहिँ ल मेरो भिडियो पनि बना न त बुनु भनेर अनि उसले चाहिँ मेरो भिडियो बनाउँदैछ साथीहरू अब चाहिँ हामी भित्र बसको टिकट काट्ने ठाउँनिर गइसक्यो साथीहरू आज चाहिँ खासै भिड चाहिँ रहेनछ किन भनेपछि पहिल्यै टिकट काटिसकेको थियो होला हामी चाहिँ दिउँसोतिर गएको थियौँ होइन त्यसैले गर्दा चाहिँ भित्र त्यति भिड चाहिँ थिएन बाहिर पनि खासै भिड चाहिँ थिएन साथीहरू किनभने चाहिँ दिउँसोको टाइम थियो नि त त्यसैले गर्दा होला होइन अब चाहिँ हामीले टिकट काटिसकेर गाडीलाई फोन गरेको कि अनि गाडीलाई फोन गरेको त बाहिर निस्किन लाग्यो भनेर चाहिँ भनिसक्यो अनि चाहिँ हामी उता गाडी भएको ठाउँमा जानेवाला छ साथीहरू पक्कै पनि अब चाहिँ एकछिनमा हामीले गाडी पनि भेटाउँछौँ होइन गाडी भेटाएर गाडीमा बस्नेवाला छ साथीहरू देख्न सक्नुहुन्छ साथीहरू अब चाहिँ हामी गाडी भएको ठाउँमा पुगिसक्न लागेका छौँ यहाँनिर देख्न सक्नुहुन्छ मेरो कपाल चाहिँ पुग्यो कि साथीहरू काँटाले बाँधेर गएको थियो त्यो पनि फुकिहाल्यो अब चाहिँ म कपाल मिलाउँदैछु साथीहरू देख्न सक्नुहुन्छ
अब हामी जाने गाडी चाहिँ फाइनली देखिसक्यो साथीहरू। हामी जाने गाडी चाहिँ यही नै हो, देख्न सक्नुहुन्छ। हामी चाहिँ होइन है साथीहरू, हामी चाहिँ जाने होइन, खासमा चाहिँ जाने भनेको यो गाडीमा चाहिँ उहाँ मेरो साथीको भान्जा चाहिँ जाँदै हुनुहुन्छ कि जुम्ला आफ्नो घरमा जाँदै हुनुहुन्छ। हामी चाहिँ हाम्रो काम पनि थियो अनि त्यसैले गर्दा बसपाको भान्जालाई पनि पुर्याउने भनेर चाहिँ घरदेखि निस्केका थियौँ। अनि उहाँको भान्जालाई गाडीमा बसाल्नको लागि चाहिँ हामी अब एकछिनमा बसालेर जानेवाला छौँ। यहाँनिर चाहिँ साथीहरू मिठाईहरू क्या चक्लेटहरू किनिदिँदै हुनुहुन्छ मेरो साथीले भान्जाको लागि। अनि पानी चक्लेटहरू किनिदिँदै हुनुहुन्छ। एकछिनपछि चाहिँ उहाँलाई गाडीमा बसालिदिएर हामी चाहिँ निस्किनेवाला छौँ साथीहरू, देख्न सक्नुहुन्छ। साथीहरू अब चाहिँ हामी बसपाकदेखि निस्किनेवाला छौँ, किनभनेपछि हाम्रो पनि बाहिर काम छ कि, त्यसैले गर्दा भान्जालाई गाडीमा चढाएर अब चाहिँ हामी निस्किनेवाला छौँ। अनि हाम्रो भिडियो चाहिँ हजुरहरूलाई कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहिँ नबिर्सिनु होला साथीहरू। अनि लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला है त साथीहरू। आजलाई चाहिँ यति नै, अर्को भिडियोमा पक्कै पनि भेट्नेछौँ। बाई बाई।